आज यहाँहरू माझ म एउटा सानो प्रसङ्ग लिएर आएको छु। नमस्ते, मेरो नाम सागर महता। हामीले हिँड्ने बाटोहरूमा गाईबस्तुहरू छरिएर हिँडेका हुन्छन्। त्यस क्रममा दुर्घटना हुने चान्स एकदमै धेरै हुन्छ। त्यसबाट जनावरलाई र त्यहाँ हिँड्ने सवारी साधनहरूलाई पनि जोखिम हुन्छ। त्यसकारण हामी सबै जनताले सचेत भएर यसको बारे जनचेतना कार्यक्रम र यिनीहरूलाई व्यवस्थापन गर्ने कुराहरूमा सबैले ध्यान दिएर अगाडि बढ्यौँ भने आगामी दिनहरूमा हुने दुर्घटना कम गर्न सकिन्छ। त्यस कारणले गर्दाखेरि हामीले आफ्नो गाउँठाउँबाट व्यवस्थापन गर्ने, तिनीहरूलाई पाल्न सक्नेहरूले आफ्नै घरमा राखेर पाल्ने, रोडमा भएका डस्टबिनहरूमा चाहिँ विभिन्न केमिकलहरू, प्लास्टिक जन्य कुराहरू हुन्छन्। त्यो खाँदाखेरि चाहिँ गाईबस्तुहरूको स्वास्थ्यमा पनि नराम्रो असर पर्ने हुन्छ। स्थानीय सरकार, प्रदेश सरकार सबैको ध्यान जाओस् र गाईबस्तुहरूको उचित व्यवस्थापन होस्। धन्यवाद।